अल्छीको कारणले हो, यो कुनै होइन। उहाँले आउन भ्याउनु भएन, बिहान उठ्न अल्छी पनि लाग्छ कतिपयलाई। उहाँ एक्लै आफू उठेर सङ्घर्ष गरेर हामी कतिपय कर्मचारीहरूलाई घर घर जानेर तपाईँ आउनै पर्छ भनेर जबरजस्ती गरेर अन्य बाहिर समुदायको नागरिकहरूलाई पनि बोलाएर उहाँले यहाँसम्म ल्याएर यो केही गर्ने वातावरण सानो टहला यो पढाको भवन स्कुल भवनमा सामान्य रूपमा उहाँले गराउँदै आउनुभयो। त्यसपछि उहाँले आफैले यो भवन आफैमा स्थापना गर्ने महत्त्वपूर्ण भूमिका खेलेर जानुभयो। यो भवन योगकै लागि भनेर स्थापना भयो। त्यति बेला उहाँले गरेको योगले आज हामी तमाम हामी साधक साधिकाहरूको ज्यानमा पर्ने विभिन्न ठुला रोगहरूलाई पनि सुविधायुक्त बनाउनलाई यो योगले साथ दिन्छ। हामीलाई लाग्छ यो योग ख्यालै होला, सामान्य होला भन्ने तपाईँहरू कसैले पनि नमान्नु होला। यो योगलाई चाहिँ महत्त्वपूर्ण सम्झिनु भयो भने हाम्रो शरीरमा आदि जस्तो उपचार चाहिँ यो योगले गराउँछ। तपाईँहरू यहाँ आउने बित्तिकै आएकै दिन जान्ने हुँदैन। आएका दिन तपाईँहरूलाई लाज लागेर अप्ठ्यारो लागेर यहाँको साधक साधकीहरूले गर्ने योग गुरुहरूले सिकाउँदाखेरि तपाईँहरूलाई अलिक असहज होला, ठ्याक्कै भनेको गर्न नसकिला, त्यो गर्नै पर्छ भन्ने छैन। बिस्तारै आफ्नै ढङ्गले गरियो भने तपाईँ तमाम यहाँ देखिनु भएको साधक साधिकाहरू कतिपयको पेट आयो देखिया छ, कतिपय मोटोपन देखिया छ। तपाईँहरूलाई यसमा केही अप्ठ्यारै मान्नुपर्ने छैन। यो अहिलेको खाना दूषितयुक्त खानाले गर्दा हामी सबैजना रोगी छौँ, यसमा ढुक्कै छ। हामी कोही बाकलै छौँ, कसो काहीँ लागेकै छैन भने पनि हामी रोगी ढुक्कै छौँ। किन ढुक्क छौँ भने हामीसँग खानेयुक्तले अहिले चाहिँ एकदमै विषादयुक्त खाना खाइरहेका हुन्छौँ। त्यसो कारणले हजुरले कसैले पनि अल्छी नगरिकन जम्मा 1.5 घन्टा समय हामी घरमा उठेकै हुन्छौँ। कतिपयले मोबाइल चलाइरहेका हुन्छौँ उठेर, कतिपयले चाहिँ उठेर दुनियाँ दिवाना बाहिर हिँडेर पनि एक्सर्साइज त हुन्छ नै, तर जति हिँडेर पुग्ने एक्सर्साइज र योगमा आउने एक्सर्साइजमा निकै फरक छ। तपाईँ योगमा पनि जति सक्नुहुन्छ उपस्थित भइदिनु होला, आइदिनु होला। यो हाम्रा लागि भन्दा पनि हजुरकै लागि हो, आफ्नै लागि हो।